हाम्रो विद्यार्थीहरूलाई बच्चाहरूलाई बिर्सनु नर्मल हो भन्ने सिकाउन, बिर्सनुदेखि नडराउन सिकाउन। हामी सानो हुँदा विद्यालयमा शिक्षकले एउटा पपुलर जोक हुने गर्थ्यो नि, कसैले होमवर्क गर्न बिर्स्यो अथवा किताब कापी ल्याउन कलम ल्याउन बिर्स्यो भने के आज खाना खान पनि बिर्स्यौ त भनेर भन्नुहुन्थ्यो होइन। र त्यस बेलामा सायद केही विद्यार्थी हुन्थ्यो होला जसले एक्सक्युजको रूपमा त्यो बिर्सेको कुरालाई युज गरिरहेका हुन्थ्यो होला। तर हामीहरूले जब साँच्चीकै बिर्सिएका हुन्थ्यौँ त्यतिखेर हामीलाई त्यही गालीको डरले हामीहरूले बिर्सिएका छौँ भन्ने डराउँथ्यौँ क्या। शिक्षकहरूले केही मानौ म्याथमेटिक्सको टेबल सोध्नुभयो भने त्यो टेबल हामीले बिर्स्यौँ भने हामी बिर्स्यौँ भन्ने डराउँथ्यौँ क्या। के भयो त भनेर टिचर्सहरूले सोद्धाखेरि पनि हामी चुपो लाएर बसिरहन्थ्यौँ। बिर्सेँ भन्नदेखि हामीलाई एकदम डर लाग्थ्यो र बिर्सिएपछि हामीले धेरै गाली खान्छौँ भन्ने पनि थियो। यसबाट एउटा मेजर डिसएडभान्टेज हुन्छ। त्यो डिसएडभान्टेज चाहिँ म एकैछिनमा कुरा गर्छु। तर यो बिर्सनुसँग कम्फर्टेबल बनाउनलाई तपाईँहरूले के गर्न सक्नुहुन्छ भने आफ्नो बच्चाहरूले विद्यार्थीहरूले केही काम बिर्सिएका छन् भने त्यो कुरामा उनीहरूलाई गाली नगरिदिनुहोस्। बिर्सिए भने उनीहरूलाई त्यसको नेचुरल कन्सिक्वेन्स के हुन्छ त्यो दिइदिनुहोस्। बिर्सिएपछि के हुन्छ त, कुनै कापी कलम बिर्सिएपछि अब उहाँहरूले त्यसको कुरालाई कम्प्लिमेन्ट गर्नलाई कम्प्लिट गर्नलाई के गर्नुपर्ने हुन्छ त्यो गर्न लगाइदिनुहोस्। त्यो गर्न लगाइदिइसकेपछि त्यो नेचुरल कन्सिक्वेन्स फलो गरिसकेपछि केही समयपछि विद्यार्थीहरूले आफै नै आफ्नो लागि आफै अकाउन्टेबल हुन सिक्छन्। तपाईँले त्यो नेचुरल कन्सिक्वेन्सलाई फर्मली स्ट्रिक्टली लगाउन सक्नुहुन्छ भने तपाईँले गाली गर्नै पर्दैन। अब यसको डिसएडभान्टेज चाहिँ बिर्सनुदेखि डराउनुको डिसएडभान्टेज चाहिँ के रहेछ भने हाम्रा बच्चाहरूलाई आफूलाई के थाहा छ र के थाहा छैन पनि थाहा नहुँदो रहेछ क्या। आजभोलि क्लासरुममा पेरेन्ट्सहरूसँग मिट हुँदाखेरि धेरै पेरेन्ट्सहरूले सेयर गर्नुहुन्छ, पहिलेदेखि सेयर गरिराख्नु भएको कुराहरू के हो भन्दाखेरि बच्चाहरूले एक्जाम अगाडि जाँच अगाडि चाहिँ मलाई सबै आउँछ भन्छन्, तर जाँचमा गएर एन्सर फिल गर्दाखेरि चाहिँ कति धेरैवटा कुराहरू उनीहरूलाई नआउने हुन्छ अथवा उनीहरूले बिर्सेका हुन्छन् जुन उनीहरूलाई बिर्सेको छन् भन्ने उनीहरूलाई थाहै हुँदैन। र यो खाले बिर्सनुसँगको डिट्याचमेन्टले चाहिँ हामीलाई इन द लङ रन हेल्प गरिरहेको छैन। तपाईँले आफ्नो विद्यार्थीलाई बच्चालाई आफूले पढेका कुराहरूको बारेमा केही प्रश्न सोध्नुभयो र उसले बिर्सेको छ भने त्यो कुरा नर्मल हो भनेर उसलाई बिर्सनु ब्रेनको नेचुरल फङ्सन हो भनेर सिकाइदिनुहोस् र सुरुमा उसलाई त्यो प्रश्न सोद्धाखेरि उसलाई सम्झिने पुरै टाइम दिनुहोस्। मेबी 20 सेकेन्ड्स 30 सेकेन्डसम्म उसलाई सम्झिने टाइम दिनुहोस्। आफ्नो क्लासरुमको साइज अनुसार त्यो टाइम तपाईँले सेट गर्न सक्नुहुन्छ। त्यसपछि केही हिन्ट दिएर उसलाई क्लुजहरू दिएर सम्झिने वातावरण बनाइदिनुहोस्। र त्यसो गर्दाखेरि पनि उसले सम्झेन भने त्यो बेलामा तपाईँले एन्सर बताइदिएर अथवा अरू उसको साथीहरूबाट एन्सर बताउन लगाइदिएर उसलाई फेरि एकछिनपछि त्यो प्रश्न सोध्नुहोस् ताकि उसले फेरि एकचोटि त्यो रिकलेक्ट गर्नुभयोस्। र यसरी लङ रनमा चाहिँ जसले बिर्सिएको हुन्छ र त्यो सम्झिने एफोर्ट लगाएको हुन्छ उसको लर्निङ चाहिँ बेटर हुन्छ।